हेलो गाइज, यहाँ चाहिँ हुरी पटास परेछ। यहाँबाट किन नदेखेको भन्दा मेरो यो धेरै नै क्यामेरा खराब भएको छ, किनकि मलाई आइफोन चाहिन्छ यो खिच्नलाई। म चाहिँ तपाईलाई बाहिरको भ्यू देखाउन चाहन्छु। यो चाहिँ बाहिरकै भ्यू हो, हेर्न सक्यो भने हेर्नु। यहाँबाट देखा नि यसरी एकछिन खोल्नु भन्दा हेलो गाइज, यता चाहिँ एकदमै बारी परेको छ, एकदमै बारी परेछ। तपाईँ बारी परेछ। तपाईँ यताभित्र जानुभयो भने करेन्ट लागेर उपर जान सक्नुहुन्छ। करेन्ट लागेर उपर जान सक्नुहुन्छ। तर हाम्रो यो नेपालको यो कुन चाहिँ ठाउँ हो भन्दाखेरि यो गोकर्णेश्वर 4 हाम्रै त्यही के हो, त्यहाँ पानी परेको छ। कोही पनि भित्र के अरे बाहिर नआउनु होला। बाहिर आयो भने करेन्ट लागेर उपर हुनसक्छ। उपर भगवानको प्यारो हुनसक्छ तपाईँ। त्यही भएर कोही पनि सूचना गर्दछु कि कोही पनि बाहिर नआउनु होला। तर हाम्रो मम मान्ने भएन। हाम्रो हजुरआमा उता पसलमा हुनुहुन्छ। मेरो क्यामेराले नदेखे पनि गाइज मैले देखिरहेको छु यो भ्यू। खोइ गाइजहरू धेरै नै उयो भयो। हामी बाहिर गयो भने हाम्रो टाउकोमा गाइज के हुन्छ बिजुली पड्किन्छ अनि हामी भगवानको प्यारो हुन्छ। गाइज, तपाईहरूको पनि घरमा बाढी परेको छ भने मलाई कमेन्ट हान्नु होला।